बालन शाहले कतिको रोटल नगरपालिका 3 वर्ष एउटा प्रारूप देखाए। अहिले प्रधानमन्त्री भएको 1 महिना एउटा प्रारूप देखियो कि देखिएन? अब बालन शाह रहे पनि नरहे पनि उनको इतिहास बनिसक्यो नि। अब मोर्निङ सो द डेज भनेको यही हो। गर्नेले गरिहाल्छ। महेन्द्रको पनि 12 वर्षको मात्रै थियो शासनावधि। पृथ्वीनारायण शाहले 30 वर्षमा यो देश जोडेका थिए। 52 वर्षमा त उनको मृत्यु भइसकेको थियो। मभन्दा 20 वर्ष कान्छो उमेरमा त उनले युगान्तकारी इतिहासको रचना गरिसकेका थिए भने त लामो अवधि चाहिन्छ भन्ने त होइन रहेछ नि त। त्यस्तो किसिमको भ्रमलाई पनि हामीले चिर्दिनुपर्छ। यो समयको उमेरको कुरा होइन। यो चाहिँ कतिको सार्थक समय प्रयोग गरियो र कतिको युगान्तकारी कर्मधर्म गरियो भन्ने कुरा हो। यो बालन शाहको पनि त 38 वर्षको उमेर मात्रै छ। त्यस कारणले उमेरको कुरा होइन। उमेर एउटा फ्याक्टर हो, तर उमेर मात्रै निर्णायक होइन। यहाँ चाहिँ पुस्तान्तरण कि पुस्तान्तरण भन्छन्। पुस्तान्तरण नभए पनि हुन्छ। पुरानै पिँढीले पनि सार्थक एउटा सुधार